दुई तिन दिनदेखि मेरो बाइक चाहिँ यसरी बिग्रिरहेको थियो कि मैले आज चाहिँ यसो सर्भिस सेन्टरमा लगाऊँ भनेर सर्भिस सेन्टर लग्नु खोज्दा पनि केही देखायो। फेरि मैले धक्का स्टार्ट गरेर सर्भिस सेन्टरतिर लाँदै थिएँ। लाँदै बाटोमा 3-4 पटक फेरि रोक्यो, धक्का स्टार्ट गरेर सर्भिस सेन्टरतिर दाउ लगेँ। एउटा राम्रो ट्राफिक ड्राइभिङ गर्दैछु, ट्राफिक दाइलाई चाहिँ चढाएँ मैले, धकेलेर धक्का स्टार्ट गरेर मैले दाइकोमा हराएको छ कि लगेँ। दाइकोमा राखेको छ त्यही। त्यसपछि म सर्भिस सेन्टर पुगेँ। सर्भिस सेन्टरमा पुगिसकेँ, देखायो सर्भिस सेन्टरमा भन्नुभयो कि मैले दाइकोमा हराएको छ कि दाइकोमा राखेको छ त्यही छैन भनेर भन्नुहुन्छ। म भने सकेको छैन, हेर्न लगाएँ अरू केही बिग्रिएको छ कि दाइ भने। केही बिग्रिएको छैन, म ल्यापटपदेखि चेक गर्दैछु भाइ भन्नुभयो। ल्यापटपदेखि चेक गर्नुभयो दाइले, बाइकलाई के बनाउनु भयो। ल्यापटपदेखि चेक गर्दा पनि केही देखिएन रे।